मसँग खेल्न आउँछन् अनि यसो हेर्छन् अनि अफ गरेर गइहाल्छन् क्या, खेल्दैनन्। म गेमै खेल्दिनँ। त्यस्ताहरूलाई त बुझ्नु भने त्यस्ताहरूलाई त थुत्दै हान्नुपर्छ तिनीहरूलाई। किन त्यस्तो गर्ने? कहिले नि त्यसो गर्छन् अनि म यत्तिकै बस्ने मात्रै हो। अनि कोही कोही आउँछ जोड्छ, जोडियो भने कोही कोही हुन्छ, नभए त यसो जोड्यो अनि गइहाल्छ कि। अनि म गेम कहिल्यै खेलेकै छैन, कहिल्यै काहीँ मात्रै हो। होइन होइन त्यस्तो मान्छे ग्याङ लेट्स गो फर 50K प्लस स्कोर यार, लेट्स गो फर 50K प्लस स्कोर। सौरभ जिरे कहाँ गयो हाम्रो समबडी कता गयो केटाहरू? हाम्रो कान्छा राजा कता गयो? वीरेन्द्र सबिन लेट्स गो यार, लेट्स गो फर 50। सबैजना रेकर्ड गरिदिनु ल, मलाई भाइको एउटा चिलु। सुन्नु दिदी, कहिले पनि कोही मान्छेले यस्तो गरेर हेर्छ गर्छ डिफ्रेन्ट तरिकाले रियाक्ट गर्छ गर्छ भने चाहिँ आफूले मनमा के सोच्नु भन्दा म त ब्युटिफुल छु, म डिफ्रेन्ट तरिकाले ब्युटिफुल छु। केही गर्दिनँ म ठाउँमा बाटोमा पनि मान्छेहरू जे पाए त्यो भने पनि म त्यहीले वास्तै गर्दिनँ। आफू छु त यस्तै होइन, जसले जस्तो केही भन्दिनँ म। यी कमेन्टहरू कस्तो कस्तो लेख्छन् आएर, म नबोलिकन उ गर्छु ल। दिदी एकैछिन पक्नु ल, एकजना दाइले मलाई मेसेज गर्नुभयो, एकैछिन पक्नु ल है, एकैछिन है ग्याङ, एकैछिन पक है। सबैजनालाई धन्यवाद, सबैलाई भगवानले साथ दिनुहोस्, सबै भाइ बहिनीहरू सबैजनालाई धेरै 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 धन्यवाद कि म दिएरै सक्दिनँ सबैजनालाई।